साथीहरू गुड मर्निङ। आज चाहिँ फेरि मौसम चाहिँ यस्तो छ साथीहरू, बिहानको घाम उदाउन आँटेको छ। बिहानको फेरि कुनै पसल खुलेको छैन। यहाँ भर्खर 5:30-6 बज्न आँट्यो। मर्निङ वाक गर्ने मान्छेहरू हिँडिरहेछन्। सुनसान छ, फ्रेस हावा छ। घाम झुल्किन लागेको छ। माथि डाँडातिर अलिअलि आउन थाल्यो। यति राम्रो देखिन्छ है बिहानीको मौसममा। फेरि चाहिँ आनन्द शीतल। दिउँसो चाहिँ फेरि जाडभन्दा बढी गर्मी हुन्छ। बिहान चाहिँ यति शीतल, यति फ्रेस।
हजुर फुका त बेलुन फुका त सानो बेलुन फुका त हो त्यो बेलुन फुका त फुका त बेलुन फुका फुका न बेलुन फुका म फुकिदिन्छु कि फुका तिमी पनि फुका त बेलुन नफुक्ने फुका न फुका र किन फुका र न एकचोटि अनि ल म फुकिदिन्छु आज ल फुकानु जाऊ अरे दादाले बोलाउँदैछ फुका फुका बेलुन आऊ यहाँ आऊ यहाँ आऊ म फुकिदिन्छु ल्याऊ म फुकिदिन्छु ल्याऊ भाइसँग बोल्ने ल बोल लु भाइ बेलुन फुटो भन भाइलाई भाइ कहाँ छौ भन दादाले बेलुन फुट्दैछ त त्यहाँ फुटेको बेलुन फुटो अरे नि फुटो फुटो के भएर फुट्यो भरे अर्को किनिदिन्छ आज फुटेको बेलुन फुकी माग्दैछु दादालाई यो चाहिँ कसरी फुक्दिनु मैले फुटेको चाहिँ अहिले किन्नुपर्छ नि यो पनि दादालाई नि फुकी माग है सानो मजा आउँदैन यस्तो फुक्नु हुँदैन नि त यो ऊ दादाले फुकिदियो त अनि उता हेर त गरिदेऊ दादालाई नमस्ते गरिदेऊ दादालाई पुक्कु भन्देऊ दादालाई पुक्कु भन्देऊ दादालाई दादालाई चाहिँ भन्देऊ पुक्कु के रहेछ सानो आबुई चाहिँ के छ आबुई के लाग्छ होमवर्क गरिसक्यो खाना पाक्दैछ सब्जी पाक्नु बाँकी छ खाइ सानो आइया भो खै सर्ट लगाइसक्यौ हेरौँ त गोजी खै सर्टको भित्रपट्टि छ यो गोजी सर्टको सर्टको गोजी चाहिँ भित्रपट्टि छ साथीहरू अनि टाँक कसरी लाउने हो उल्टो सर्ट लगाएर चाहिँ स्कुलको ड्रेस सधैँ चाहिँ जहिले आफै लगाउँथ्यो आज चाहिँ बिर्सेछ बिचुराले यहाँ हेर्नु उल्टो सर्ट लाएर
गोजी यता भित्रपट्टि छ। अब गोजीमा केही हाल्नु पऱ्यो भने यतादेखि छिराउनु कि कसरी लगाउँथ्यो सर? टाँक कसरी लगायो भने यति तलैसम्म लगाएको रहेछ त टाँक त फेरि उल्टैदेखि लगाएको यो टाँकको नि सकिन। सधैँ त आफै लाउँथ्यो त नि आफै सधैँ त आउँथ्यो त लगाउन नि सधैँ त आफै लाउने गरेको थिएन त लुगा ड्रेस अनि के भयो त आज चाहिँ आज चाहिँ बिर्सेको हो अझै सम्झिनु ल गोजी यता छ नि त भित्रपट्टि गोजी सर्टको गोजी सेन्डु लाएर लाउनु पर्छ नि सर्ट किन गर्मी हुन्छ गर्मी हुन्छ स्कुलमा उल्टो भएन त्यो सुल्टोपट्टि बनाउने यो उल्टो भनेको यस्तो हो नि त यहाँ सिलाएको देखिरहेको छ नि त यसरी हो यो सिलाएको चाहिँ देखिनु भएन यता देख्यो कि देखेन यतापट्टि देखेन नि होइन हो यो चाहिँ सुल्टो अर्को चाहिँ उल्टो सिलाएको देखिने ठाउँ चाहिँ उल्टो